यो चोभारको गल्छी हेर्नुहोस्, जहाँबाट काठमाडौँका जति पनि खोला नालाहरू छन्, काठमाडौँका जति पनि पानी हुन्छ, प्रयोग भएका पानीहरू काठमाडौँबाट बगेर जाने यो चाहिँ चोभारको गल्छी हो। अब यो विषयमा गृह मन्त्रालय अन्तर्गत विपद प्राधिकरण मार्फत चाहिँ अब यहाँ यो चोभार गल्छीमा भएका यी खोलाका अवरोधहरू हटाउने भन्ने निर्णय चाहिँ जेठमै भइसकेको थियो र केही वरिष्ठ इन्जिनियर विज्ञहरूको पोस्टहरू देख्दाखेरि चाहिँ अब यहाँ ढुङ्गाहरू निकाल्ने काम भइराखेको छ भन्ने आएको छ र उहाँहरूले यसलाई गलत पनि भन्नुभएको छ र उहाँहरूको तर्क अनुसारले चाहिँ यो चोभारको गल्छीलाई कुनै हिसाबले चलाउनु हुँदैन। अब हुन त सामान्य इन्जिनियरिङको विषय पढ्ने विद्यार्थीलाई पनि थाहा हुन्छ कि हामीले प्रकृतिलाई चलाउनु हुँदैन, प्रकृतिलाई जति चलाए त्यति विनाश हुन्छ, प्रकृतिलाई जस्ताको तस्तै छोड्न दियो भने विनाश कम हुन्छ, मानवीय क्षति कम हुन्छ भन्ने। अब म यति चाहिँ किन लागिरहेको छु भन्दा गत 2081 असोज 11-12मा जुन भीषण पानी आयो त्यतिखेर जुन नक्खु क्षेत्रमा विनाश भयो, मानिसको मृत्यु भयो, म चोभारमा बस्ने हुनाले प्रत्यक्षदर्शी छु। त्यही भएर यसलाई जति सक्दो चाँडो अध्ययन गरौँ, अध्ययन गरेर के उपयुक्त हुन्छ, भूगर्भीय जोखिमहरू के हुन्छ, यो काट्न त हुँदैन। यसमा त यसको वैकल्पिक उपाय के हुन्छ, यो जोखिमै हो भने यसको न्यूनीकरण कसरी गर्ने, पानीको निकास